सरकारको नीति तथा कार्यक्रमप्रति सरकारकै प्रधानमन्त्री र मन्त्रीजीहरू किन उदासीन र किन नैराश छे? यो प्रश्नले मलाई गम्भीर बनायो र एकछिनपछि सम्माननीय प्रधानमन्त्री उठेर हिँड्नुभयो। मलाई लाग्यो कतै बाहिर जानुभयो होला, एकछिनमा आउनुहुन्छ होला, तर आउनु भएन। र यसले पनि के पुष्टि गर्छ भने यसले दुईटा संशय, दुईटा गम्भीर प्रश्नहरू नेपाली जनताको मनमा, हाम्रो मनमा सिर्जना गरेको छ। पहिलो कुरा, कि त यो सरकारले लेखेकै होइन, कतैबाट लेखेर आएको यो नीति तथा कार्यक्रम, उहाँहरूलाई मतलब छैन यसप्रति, यसको कुनै जिम्मेवारी त लिनु छैन। यो प्रश्न, यो संशयले सिर्जना गरेको छ। अर्को कुरा, यसप्रति उहाँहरूलाई कुनै चासो छैन, हामीले जे गर्नु छ यो सदनप्रति, यो नीति तथा कार्यक्रमप्रति, मान्य सदस्यप्रति, जनमतप्रति यो कुनै ठुलो कुरा होइन। हामीले जे बोल्छौँ, हामीले जे गर्छौँ त्यही हो, त्यस किसिमले अगाडि बढ्न खोजिरहनु भएको छ भन्ने कुरा यसले देखाएको छ। त्यसकारण म यसप्रति गम्भीर दुःख व्यक्त गर्न चाहन्छु, गम्भीर आपत्ति प्रकट गर्न चाहन्छु। दोस्रो कुरा, यो नीति तथा कार्यक्रम एउटा पोलिटिकल डकुमेन्ट पनि हो र राजनीतिक दस्तावेज पनि हो। यसले राज्यको निर्देशक सिद्धान्त, हाम्रो संविधानको भाग 4ले धारा 49मा उल्लेख भएको राज्यका नीति तथा कार्यक्रम निर्देशक सिद्धान्तलाई यसले समाउनु पर्दछ। त्यसका आधारमा यो नीति तथा कार्यक्रम आउनु पर्दछ। यो संविधानवादबाट ल्याइएको छैन। यसको राजनीतिक मान्यता के हो, यसको राजनीतिक आधार के हो, त्यो कुरालाई यसले उल्लेख गर्दैन, त्यो कुरालाई यसले केही पनि इङ्गित गर्दैन। यहाँ दुईटा विषय म यहाँहरूका बिचमा प्रसङ्ग उठाउन चाहन्छु। पहिलो कुरा, यो नीति तथा कार्यक्रमले जेनजी आन्दोलनलाई सम्झिएको छ, म धन्यवाद भन्न चाहन्छु। त्यसका शहीदलाई पनि सम्झिएको छ, म पनि हार्दिक सम्मान र श्रद्धापूर्वक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। तर आज हामी जुन सदनमा छौँ, जुन व्यवस्थामा छौँ, त्यो सदन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था 62-63 सालको जनआन्दोलनले स्थापना गरेको व्यवस्था हो। त्यसका शहीदहरू, त्यसका घाइतेहरू र त्यसमा चाहिँ शहादत प्राप्त गरेका, योगदान गरेका योद्धाहरूलाई सम्झिनुपर्छ कि पर्दैन? यो नीति तथा कार्यक्रमले कतै सम्झिन सकेको छैन। यसप्रति म खेद व्यक्त गर्न चाहन्छु र यो संशोधन गरिनुपर्दछ भन्दछु। दोस्रो कुरा म यहाँ भन्न चाहन्छु, जब यो सरकारको स्पष्ट दृष्टिकोण के हो राजनीतिका सन्दर्भमा, अहिलेको व्यवस्थाका सन्दर्भमा, शासकीय व्यवस्था स्वरूपका सन्दर्भमा, शासकीय व्यवस्थाका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यो सरकारले स्वीकारेको हो कि होइन, यो कुरा यो नीति तथा कार्यक्रममा स्पष्ट छैन। हामीलाई संशय छ, हामीलाई यसप्रति बडो प्रश्न छ कि हामीलाई थाहा छ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार हो, उसले नेतृत्व गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको 6 महिनामा संसदको चौथो शक्ति बन्यो र 3 वर्षमा झन्डै 2/3 सहितको बहुमत प्राप्त गरेर आज सरकारको नेतृत्व गरिरहेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा, नेपालका परिवर्तनका आन्दोलनमा, यो व्यवस्था स्थापनाको आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टीको योगदान नेपाली जनताले हेर्न पाएका छैनन्। त्यसकारण आज नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतन्त्रप्रतिको जिम्मेवारी र वफादारीता के हो, यसप्रतिको दृष्टिकोण के हो, आज यो सोधिरहेका छन्। यो कुरा यो नीति तथा कार्यक्रमले बोल्न सक्नु पर्थ्यो। यसमा कहीँ देखिएको छैन, केही कुरा स्पष्ट आएको छैन र भनिएको छ हामी संविधान संशोधन एउटा बहस पत्र तयार पार्छौँ भनिएको छ। आफ्नो दृष्टिकोण सार्वजनिक नगरिकन संविधान संसदको बहस पत्र तयार पार्ने कुराले के कुरा सङ्केत गर्दैछ? अझ सुनिँदैछ यो बहस पत्रको संयोजक हिजो कुनै बेलामा राजा आऊ देश बचाऊ भन्ने चाहिँ व्यक्तित्वलाई यसको संयोजक तोकिएको छ भन्ने कुरा सुनिएको छ। यदि यसो हो भने खबरदार, यो हजारौँ शहीदहरूले बलिदानी गरेर ल्याएको व्यवस्थालाई कसैले पनि यसलाई सामान्य नठानियोस्, म यो अनुरोध गर्न चाहन्छु। त्यसपछि म यहाँहरूका बिचमा राख्न चाहन्छु कि यो नीति तथा कार्यक्रमले धेरै कुरा बोलेको छैन। जस्तो कि यो नीति तथा कार्यक्रम यो हाम्रो देश बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभौगोलिक, त्यो किसिमको भौगोलिक विविधता छन्, जातीय विविधता छन्, सबै वर्ग, सबै धर्म, सबै क्षेत्रका जनताहरूलाई त्यो ढङ्गले यसले एड्रेस गर्न सक्नु पर्थ्यो। यसले सीमान्तकृतहरूलाई, यसले महिलाहरूलाई, यसले युवाको सरकार बनेको छ, युवाका सन्दर्भमा, खेलकुदका सन्दर्भमा केही एक शब्द केही उल्लेख गर्न सकेको छैन। शिक्षाका सन्दर्भमा, स्वास्थ्यका सन्दर्भमा यो नीति तथा कार्यक्रमले कतै पनि केही कुरा उल्लेख गर्न सकिरहेको छैन। त्यसकारण मैले भन्न चाहन्छु केही नयाँ शब्दहरू, अलि अङ्ग्रेजी शब्दहरू चाहिँ यहाँ प्रवेश गराइएको छ, यहाँ चाहिँ घुसाइएको छ। त्यसकारण म भन्न चाहन्छु समग्रमा यो नीति तथा कार्यक्रम एउटा शब्दहरूको सङ्ग्रह हो। यो कुनै यो देशलाई एउटा नीति दिने, एउटा दिशानिर्देश गर्ने, नेपाली जनतालाई को चाहिँ जनजीवनसँग प्रभावित पार्ने खालको नीति तथा कार्यक्रम यो सरकारले प्रस्तुत गर्न सकिरहेको छैन। त्यसकारण
यो नित्य कार्यक्रम समग्र रूपमा यसलाई संशोधन गरिनुपर्छ, समग्र रूपमा यसलाई पुनर्लेखन गरिनुपर्छ र त्यो ढङ्गले अगाडि बढिनुपर्छ भन्न चाहन्छु। र दुईटा कुरा, कर्मचारी सङ्गठन यहाँलाई थाहा छ भर्खरै सर्वोच्च अदालत, म सकाएँ सभामुख महोदय, सर्वोच्च अदालतले कर्मचारी सङ्गठनका सन्दर्भमा एउटा फैसला गरेको छ। तर यो नित्य कार्यक्रममा कर्मचारी सङ्गठनलाई निस्तेज गर्ने, बन्देज गर्ने काम गरिएको छ। विद्यार्थी सङ्गठनहरूलाई, शिक्षा क्षेत्रलाई एउटा आफ्नो कठपुतली बनाउने कोसिस गरिएको छ, जुन शिक्षा क्षेत्र नेपालका विश्वविद्यालयहरू स्वायत्त संस्था हुन्। त्यसकारण हरेक ठाउँमा कब्जा गर्ने, निषेध गर्ने, खारेज गर्ने, भत्काउने, तोड्ने, फोड्ने कुरा मात्रै नीति कार्यक्रमले समेटेको छ भने नीतिता कार्यक्रमले कहीँ पनि बनाउने कुरा, पुनर्निर्माणका कुरा, कन्स्ट्रक्टिभ कुरा, क्रिएटिभ कुरा, समेट्ने कुरा, सबैलाई चाहिँ एउटा राष्ट्रिय सहमति कायम गर्ने कुरा नीतिता कार्यक्रममा नभएकोले यो नीतिता कार्यक्रम असान्दर्भिक